यतिखेर चाहिँ हामी पाँचथरको फालेरुङ गाउँपालिका हुँदै धनकुटा अनि यता भोजपुर हुँदै अहिले खोटाङको हामी यो केपिलागढी गाउँपालिका आएर चाहिँ हामी त्यसको माथिल्लो भेकमा आएर यो जङ्गलमा अहिले आइपुगेको छौँ। एकदमै घनागार जङ्गल छ नि। यहाँ चाहिँ बाघ भालु पनि पाउँछ र रेड पान्डा पनि पाउँछ भन्ने खालको सुनिया छ। हामी चाहिँ जन्ती हिँड्दै गरेको, हाम्रो ठुलो गाडी चाहिँ पछाडि कहाँ रह्यो। हामी चाहिँ जन्ती टोली चाहिँ यहाँनिर छ 4-5 जना। एकजना यताकै बहिनी हुनुहुन्छ, उहाँले हामीलाई लिड गरेर यहाँ पर्खेर बसिरहनु भएको छ भने हेर्न सक्नुहुन्छ। एकदमै अब यो खोटाङको एकदम रमणीय जङ्गल। यतिखेर चाहिँ यो कटुस फुलेर झकमक फुलेको छ भने यो खोटाङको गाउँहरू देख्न सक्नुहुन्छ। एकदमै सुन्दर छ, रमाइलो छ, हावापानी एकदम स्वच्छ वातावरण छ। यो पारी हुँदै हुँदै हामी चाहिँ अब यहाँदेखि लगभग यो तल्लो बाटो जान्छौँ। यो तल्लो बाटोमा समथिङ अब अझै 1.5 घन्टा भनिएको छ। हामी चाहिँ हिजो बिहान हिँडेको मान्छे आजसम्म पनि आइपुगेको अवस्था छैन। एकदमै के भन्ने, रमाइलो भन्ने कि नराम्रो भन्ने एकदमै गाह्रो छ।